हामी मन्त्रालयले प्रदेश सरकार मार्फत सञ्चालन भइरहेको आयोजनाहरू जुन रुग्ण आयोजनाहरू छ, अलपत्र परेका आयोजनाहरू छ, ती अलपत्र परेका आयोजनाहरूको अब मन्त्रालयमा छलफल हुँदैन। जहाँ अलपत्र आयोजना त्यही मन्त्रालय भन्ने हामीले नीतिगत निर्णय गरेको छौँ। म मन्त्री भएको पद सम्हालेको पहिलो निर्णय त्यो छ र त्यही निर्णय अनुसार हामी यी यस्ता हाम्रा प्रदेशमा भएका प्रदेश सरकार मार्फत सञ्चालन भइरहेका आयोजनाहरूको बारेमा जहाँ चाहिँ अलपत्र आयोजनाहरू छन्, रुग्ण आयोजनाहरू छन्, समस्याग्रस्त आयोजनाहरू छन्, ती योजनाहरूको बारेमा त्यही निर्माण स्तरमा हामीले छलफल गरिरहेको परिस्थिति छ। र यसको मूल उद्देश्य भनेको के हो भने यो रुग्ण आयोजना हुनुको मूल कारण हामी उद्देश्य पत्ता लगाउने र त्यो उद्देश्य पत्ता लगाएर त्यसको पत्ता लगाइसकेपछि त्यसको समस्या पत्ता लगाइसकेपछि त्यसको समाधान पनि मैदानमै निर्माण स्थलमै गर्ने जुन निर्णय गरेको छौँ त्यो आज हामी यहाँ पनि गर्छौँ। त्यो निर्णय अनुसार हामीले यहाँ पनि पुगेको छौँ। म त्यो तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। र यो अहिले यहाँ छलफलको विषय उठ्यो। मैले अघि पत्रकार साथीहरूले निर्माण व्यवसायलाई क्वेसन सोध्दै गरेको पनि सुने। यहाँ माननीयज्यूले पनि कुरा राख्नुभयो र यहाँको जनप्रतिनिधि र स्थानीय नागरिकहरूको पनि कुरा सुन्दै गर्दाखेरि यहाँ केहीबाट निर्माण व्यवसायलाई समस्या देखिँदैन। कुनै शीर्षकबाट पनि समस्या यहाँ स्थानीयवासीले डिस्टर्ब गरेको पनि, काममा अवरोध गरेको पनि देखिँदैन, माल मेटेरियलमा चाहिँ अवरोध गरेको पनि देखिँदैन, गिटी बालुवा ढुङ्गा उठाउनका लागि समस्या गरेको पनि देखिँदैन। र उहाँले अलिकति झिनो समस्या के देखाइरहनु भएको छ भने मन्त्रालयबाट समयमा बजेट चाहिँ उपलब्ध नगराएको, काम बिलमा अप्ठ्यारो परेको भन्ने कुरा जुन कुरा उठाउनु भएको छ त्यो कतिसम्म सत्य हो त्यो सुशीलजीले बताउनु पर्यो हैन। मलाई त्यो जस्तो लाग्दैन। उहाँलाई मैले सुशीलजीलाई पनि पटक पटक के भनेको छु भने कहीँ पनि बजेटको समस्या छ भने मैले चाहिँ नेतृत्व गरेको चाहिँ मन्त्रालय मार्फत अब त्यो हुने छुट छैन। सरकारले स्रोत सुनिश्चित गरिसके पश्चात त्यो बजेट काम निर्माण व्यवसायले काम सम्पन्न गरिसके पश्चात हामीले दिनुपर्छ र उहाँले रनिङ बिल जुन पेश गर्नुहुन्छ त्यसमा हामीले अहिलेसम्म रोकिएको परिस्थिति छैन। म आइसके पश्चात बिलमा भुक्तानीमा समस्या भएको पनि छैन। योभन्दा अगाडि भएको छ भने त्यसलाई सच्याउने प्रयत्न पनि हामी गर्छौँ। त्यो गर्नुपर्छ। जुन कुरा उहाँले मन्त्री फेरिरहने, सचिव फेरिरहने भन्ने कुरा हो, यो चाहिँ निर्माण व्यवसायले के बुझ्नु पर्यो भने यो चाहिँ लोकतान्त्रिक व्यवस्थामा कहिले काङ्ग्रेसको मन्त्री आउँछ, कहिले एमालेको आउँछ, कहिले माओवादीको आउँछ, कहिले अर्को पार्टीको पनि आउन सक्छ। यो लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष नै यही हो। एउटै मात्रै मान्छेले राज्य सञ्चालन गरिरहने व्यवस्थामा हामी छैनौँ। हामी गणतान्त्रिक व्यवस्थामा भएको कारण मन्त्री फेरिनु अस्वाभाविक होइन, स्वाभाविक हो। तर सरकारले गरेको नीतिगत निर्णय फेरिएको हुँदैन। किनभने यो स्रोत सुनिश्चित भएर निर्णय प्रक्रियामा गएर टेन्डर हालिसके पश्चात बजेटको स्रोत सुनिश्चित प्रदेश सरकारले जिम्मा लिइसकेको हुँदा यसमा तपाईँले मन्त्री फेरिँदै गर्दा, सचिव फेरिँदै गर्दा केही पनि समस्या पर्दैन। त्यो तपाईँले देखाउने मलाई लाग्छ बहानाबाजी मात्रै हो। यो कसरी उम्किने भन्ने बहानाबाजीमा अब चाहिँ हामी नागरिकहरू पनि जानु हुँदैन, निर्माण व्यवसाय पनि जानु हुँदैन, मन्त्रालयको मन्त्री सचिव कोही पनि जानु हुँदैन। यो कुरामा हामी पहिलो कुरा प्रतिबद्ध हुनुपर्छ। दोस्रो कुरा, यो पुल धेरै ठुलो पुल रहेन। एउटा स्ल्याब जम्मा 15 मिटर 16 मिटरको भनौँ होइन, जम्मा 16 मिटरको पुल त हामी लगाउनलाई 77 सालदेखि 81 सालसम्म लगाउँछौँ भने नेपाल कहिले बनाउँछौँ भन्नेतिर अब लाग्छ होइन। हामीले कोसीको पुल कसरी बनाउँछौँ, लामा लामा ठुल्ठुला आयोजनाहरू कहिले सम्पन्न गर्छौँ। अब यसले चाहिँ के भइरहेछ भने निर्माण व्यवसाय यो पशुपति जिल्लामा चाहिँ भन्न चाहन्छु कि यसले तपाईँलाई गिज्याइरहेको छ। तपाईँलाई मात्रै होइन, नेपाललाई गिज्याइरहेको छ, हामीलाई गिज्याइरहेको छ। 16 मिटरको पुल बनाउनलाई हामीलाई 77 देखि 81 लाग्ने होइन भनेपछि अब हामीले नेपाल चाहिँ कहिले बनाउँछौँ भन्नेतिर यो जान्छ। यो हेर्नुहोस्, यो नाङ्गो आँखाले देखिँदा पनि यसले हामीलाई गिज्याइरहेको देखिन्छ। त्यस कारणले अब तपाईँलाई भुक्तानीमा कुनै समस्या हुँदैन। म मन्त्रीको रूपमा मैदानमा आएको छु। नागरिक समाजले पनि सुनिरहनु भएको छ, मिडियाकर्मी सञ्चारकर्मी साथीहरू पनि आउनुभएको छ, सचिवजी यहीँ हुनुहुन्छ, डी साहब यहीँ हुनुहुन्छ। भुक्तानीमा कुनै पनि समस्या हुँदैन। यसमा बजेट पनि छ, अहिले शीर्षक पनि छ, केही पनि समस्या छैन। काम गर्नुहोस् न। रोक्यो भने बरु नागरिक तहबाट रोक्यो भने त्यसको समन्वय हामी गर्छौँ। बिलमा तपाईँलाई भुक्तानीमा समस्या भयो भने मसँग आउनु पऱ्यो सिधा। तर चाहिँ हिजो तपाईँ हुनुहुन्न थियो, अर्को मन्त्रीले त्यस्तो गर्यो, मलाई त्यो पनि लाग्दैन। किनभने यति सानो बजेटको व्यवस्थापन मन्त्रालयले, भौतिक पूर्वाधार विकास मन्त्रालय जस्तो चाहिँ विकास मन्त्रालयले यति नै पैसा रोकेर बस्छ भन्ने मलाई लाग्दैन। रोक्यो होला भन्ने पनि लाग्दैन।
त्यो तपाईँले जुन कुरा भन्नुभयो त्यो सत्यता छ जस्तो मलाई लाग्दैन। तर अब त्यो छ भने पनि त्यसको समस्याको समाधान हामीसँग छ। भुक्तानीमा कुनै समस्या छैन। अब तपाईँले अघि जुन प्रतिबद्धता जनाउनु भएको छ यो 25 गतेदेखि के गर्ने काम सुरु गर्ने, यही 81 साल चैतको 25 गतेदेखि काम सुरु गर्ने भन्नुभयो। यो मैले यसो हिसाब गरेको 12 दिन भयो कि होइन, 12 दिन भयो। त्यस कारणले उहाँलाई 26 गते भन्नुपर्ने हो कि 24 गते भन्नुपर्ने भयो। यो 8-12 अलिक समस्या भयो, यो 8-12 अलिक समस्या भयो। बरु 26 गतेदेखि गर्नुहोस् होइन, ल कि 24 गर्नुहोस् कि 26 गर्नुहोस्, तर काम चाहिँ गर्नुहोस्। अब तपाईँलाई खोज्न आउनु पर्यो भन्ने समस्या छ। हुनु त हिजो प्रहरीले पनि भेटेन भन्ने कुरा आयो होइन, तर अब तपाईँ कहीँ पनि लुक्न सक्ने ठाउँै छैन। नेपालमा कहीँ पनि लुक्न सक्ने ठाउँै छैन होइन। अब त्यसरी नभाग्नुहोस् भने तपाईँको सुरक्षा पनि हामी गर्छौँ नि, तपाईँलाई समन्वय पनि हामी गर्छौँ होइन। अब त तपाईँलाई नखोजी आउनुपर्ने परिस्थिति त बन्यो नि, हामीले प्रहरी लाउन परेन। तपाईँ आफै उमा हुनुहुन्थ्यो, निक्लेर आउनुभयो होइन। त्यसरी अब आइसके पश्चात अब चाहिँ भाग्नुहुन्न। अघि साथीभाइले चस्मा खोल्नुहोस् भन, यो राम्रो भएन होइन। अब यो पुल बनाउन सुरु गर्नुहोस्। हाम्रो कार्यालयको प्रमुख हुनुहुन्छ, भुक्तानीमा कुनै समस्या गर्नुहुन्न। तपाईँलाई बिल पेमेन्टमा कसैले बार्गेनिङ गर्यो भने भन्नु न होइन। यहाँको नागरिक तहबाट असजिलो भयो, समस्या ल्यायो, माननीयज्यू हुनुहुन्छ, यहाँको वडा अध्यक्षज्यूहरू हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ। तपाईँले काम त सुरु गर्नुहोस्। काम सुरु गर्दै गर्दा समस्या आयो भने हामीलाई भन्नुहोस्। तर यो 16 मिटरको पुल यति लामो समय बनाउँदै गर्दा तपाईँलाई राज्यले कसरी विश्वास गर्छ त? अर्को कुरातिर, अर्को योजनातिर तपाईँले ठेक्का हाल्दै गर्दाखेरि, बिड गर्दै गर्दाखेरि विश्वास कसरी गर्ने भन्नुहोस् त? यसो तपाईँको हिस्ट्री पल्टाएर हेर्दै गर्दा, इतिहास पल्टाएर हेर्दै गर्दा त एउटा स्ल्याब नलाउनेले कोसीको पुल कसरी बनाउँछ, अथवा यति लामो बाटो पिच कसरी गर्छ, अथवा चाहिँ कुनै पनि निर्माण तपाईँलाई जिम्मा लगाउँदै गर्दा के विश्वासले जिम्मा लगाउने त? त्यस कारणले तपाईँले आफ्नो छवि पनि राम्रो बनाउनुपर्छ, आफ्नो कम्पनीको छवि पनि राम्रो बनाउनुपर्छ। र यहाँदेखि तपाईँ बिदा हुँदै गर्दा कम्तीमा फुलमाला लाएर बिदा हुनु पर्यो होइन। लाउनुहोस्। अब तपाईँले यो साँच्चै काम गर्नुभयो भने यो 1 महिनाको काम पनि छैन। साँच्चै मजाले जुट्नु भने यहाँ तपाईँको केही पनि गर्न पर्ने स्थिति देखिँदैन। तल पानी बगिरहेकै छैन। तर तपाईँले बाढी पर्खिनु भयो भने चाहिँ तपाईँलाई समस्या छ। अब हामीले छोड्ने कुरा भएन, बाढीले पनि तपाईँलाई छोड्दैन। अब चाहिँ पशुपति बरालले पुल लाउन ढिला गर्छ, म पानी पर्दिनँ त माथिबाट भन्दैन, इन्द्रले पनि छोड्नु हुँदैन भन्दैन होइन। अब बर्खा लागिसके पछाडि चाहिँ तपाईँलाई त्यो पछाडि चाहिँ यहाँ स्ल्याब लगाउन पनि समस्या होला नि त। ठाडो खोला छ, ढुङ्गा बगाएर ल्याउने परिस्थिति रहेछ। नाम लेदुवा खोला छ, लेदै बग्ने देखियो होइन। त्यस कारणले यो पुल तपाईँले अब मलाई लाग्छ कति महिनाभित्र सक्नुहुन्छ? दिन गन्तीले कति हो भन्नु त? 1.5 महिनाभित्र सक्नुहुन्छ। 26 गतेदेखि सुरु गरेर यहाँ निर्णय लेख्नुपर्छ नि। यो चाहिँ मन्त्रालय आएको छ। फेरि तपाईँले मन्त्रालय विराट, यो भवन मात्रै उता छ, यता चाहिँ मन्त्रालय नै हो। सचिव यहीँ आउनुभएको छ, मन्त्री यहीँ छ, पुरातत्व कार्यालयको प्रमुख यहीँ हुनुहुन्छ। त्यस कारणले मन्त्रालय आएको हुनाले तपाईँले फेरि यहाँ सार्वजनिक रूपमा गरेको माइनरलाई कमजोरी ठान्नुहुन्न। यसले तपाईँलाई सबै कुरा गर्छ। यो कुरा चाहिँ किन यो गर्न थालेको भन्दाखेरि यस्तै समस्याहरू भयो। मन्त्रालयमा छलफल गर्ने, नागरिकले केही पनि नथा पाउने, के सम्झौता भयो, के छलफल भयो। अनि नागरिक तहबाट के देखिन्छ भने निर्माण व्यवसायी र मन्त्री मिलेको छ, निर्माण व्यवसायी र डी मिलेको छ, निर्माण व्यवसायी र सचिव मिलेको छ, निर्माण व्यवसायी र जनप्रति मिलेको छ, खाएको छ, हिँडेको छ। नागरिकले त्यो भनिरहनु भएको छ। त्यस कारण सार्वजनिक ठाउँमा ठाउँको ठाउँ निर्णय गर्ने तपाईँले पनि दिन परेन, अब उहाँहरूले पनि कसैले लिन पनि परेन। तपाईँले यो पुल दिए भइगयो। हामीलाई चाहिएको जम्मा पुल हो, तपाईँले पुल चाहिँ दिनुपर्छ। त्यस कारणले अब लेखौँ न त, 26 गतेदेखि सुरु गरेर होइन, 26 गतेदेखि सुरु गरेर कहिले सक्ने त? सक्ने पो आउनु पर्यो, सक्ने आउनु पर्यो। सुरु गर्ने भएन नि, सुरु गर्ने त पुरै छैन, सक्ने पनि लेख्नु पर्यो। जेठको कति गते हो? तपाईँले असारको 24 गतेसम्म सबै काम सकेर बिल निकालिसक्नुपर्छ। त्यसको लागि के हो भन्दाखेरि जेठको मसान्त काम सक्नु पर्यो। जेठ 15 भित्र त काम सकिनै पर्यो होइन, जेठ भित्र सक्नु पर्यो। 15 कहाँ जाँदै हुनुहुन्छ तपाईँ? जेठ मसान्त होइन, जेठ 15 अगाडि नै सक्नु पर्यो नि त। नाप जाँच गर्नु पर्यो। जेठको मसान्त काम सक्नुहुन्छ होइन? त्यो फाइनल भयो नि सबै। फेरि यहाँ तपाईँले पनि साइन गर्ने हो, मैले पनि गर्ने हो। त्यो निर्णय गरौँ र चाहिँ अब तपाईँलाई धन्यवाद छ। अब यो प्रतिबद्धता जनाउनु भयो, निर्णय भयो। तर पुल बनेन भने चाहिँ यो तपाईँ र हाम्रो सम्बन्ध अलिक तिक्ततापूर्ण पनि हुन्छ होइन। यो चाहिँ किनभने तपाईँ हामी नेपाली नागरिकहरू नेपाल बनाउनुपर्छ। यो पुल बनाउनलाई यति समय नपुर्नुहोस्। सकभर तपाईँले यो पुल जेठभरि पनि किन लगाउनुहुन्छ?
वैशाख डल्लै छ होइन वैशाखभरिमा यो पुल सक्नुभयो भने नयाँ वर्षमा चाहिँ यहीँ आउँला नि त तपाईँ हामी होइन यो राम्रो पनि हुन्छ तपाईँलाई पनि धन्यवाद र मेरो छोटो भनाइ पनि यही टुङ्ग्याउँछु हस् नमस्कार अब बजेटको लागि चाहिँ नि अब कठिनाइ हुँदैन भनेर चाहिँ नि माननीय मन्त्रीज्यूले प्रतिबद्धता जनाइसक्नु भयो र यहाँ चाहिँ नि काम गर्दाखेरि चाहिँ नि पहिला पनि सहयोग गरेकै हो र अब पनि सर्वसाधारणबाट यहाँबाट चाहिँ नि यहाँका जनताहरूबाट चाहिँ नि सहयोग हुनेछ भनेर वडाध्यक्षज्यू माननीयज्यूले पनि आफ्नो धारणा राखिसक्नु भएको छ र काममा केही चाहिँ नि बाधा अवरोध भयो अथवा काम गर्नलाई चाहिँ केही अप्ठ्यारो पऱ्यो भने चाहिँ नि पूर्वाधार विकास कार्यालय लगायत भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसायलाई सहयोग गर्नेछ त्यो समयमै भुक्तानी दिने छ भन्ने प्रतिबद्धता जाहेर गर्दै अब आफ्नो भनाइसहित यो कार्यक्रमलाई अन्त्य गरिदिनु हुन भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशका श्रीमान सचिवज्यूलाई म हार्दिक अनुरोध गर्छु पढेर पनि सुनाइदियो जो आज गर्न लागेको निर्णयहरू चाहिँ नि एकछिन है के लेख्नु एकछिन पहिला पढौँ अनि त्यसपछि गरेका छौँ। यस सार्वजनिक सुनवाई कार्यक्रममा विभिन्न महानुभावहरूले उठाउनुभएका जिज्ञासाहरूको सन्दर्भमा व्यापक छलफल गरी गुणस्तरीय निर्माण कार्य पुनः सुचारू गरी समयमै कार्य सम्पन्न गर्ने निर्णय गरियो। होइन सुचारू कहिलेदेखि गर्ने अनि यहाँ तल बुधा नम्बर 2मा चाहिँ 2081 चैत 26 गतेभित्र निर्माण कार्य सुचारू नभए ठेका तोड्ने प्रक्रिया अघि बढाइने निर्णय गरियो र तेस्रोमा चाहिँ आयोजना 2082 जेठ मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरियो। हुन त कानुनले आफै बोल्छ होइन यहाँ ठेकै तोड्ने भनेपछि त अब त्यहाँ ठेका तोडेपछि त कालो सूची त सिग्नेचर गरौँ होइन निर्णय हो नि मन्त्रालयको निर्णय उठ्यो भौतिक पूर्वाधार विकास मन्त्रीज्यू माननीय प्रदेश सभाका जिम्माको काम हो। त्यसैले गर्दाखेरि मन्त्रालय यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छ, आभार प्रकट गर्न चाहन्छ माननीयज्यूलाई, माननीय मन्त्रीज्यूलाई र उपस्थित सम्पूर्ण महानुभावहरूलाई। यो निर्माण व्यवसायीले यसरी काम चाहिँ ढिलो गरेको सन्दर्भको धेरै क्वेसनहरू आयो। असारभित्र कार्य सम्पन्न हुनुपर्ने अब चाहिँ धैर्यताको बाँध फुट्ने बेला भइसक्यो। यतिसम्म के अरे यहाँका जनसमुदायले दुःख पाएको कुरा यहाँ आयो र उहाँले बोल्दाखेरि निर्माण व्यवसायीले पनि त्यस्तै लटरपटर टाइपको जवाब आयो कि वास्तवमा उहाँले जानेरै ढिलो गरेको जस्तो त देखियो क्या। यो 1.5 करोडको योजना होइन, जम्मा 1,40 लाखको आयोजनामा कसरी पैसाको अभाव हुन्छ। हामीले 75-76 अर्बको काम सुरु गरेर अहिलेसम्ममा सबै काम सम्पन्न गरिसकेका छ र यस्तै 30वटा आयोजनाहरू अब रुग्न अवस्थामा छ। त्यसै सन्दर्भमा माननीय मन्त्रीज्यूले मन्त्रालयमा निर्णय गर्नुभयो अब चाहिँ यसरी हुँदैन, यसलाई चाहिँ सकौँ कति दिन राख्ने यो चाहिँ ठिक भएन भनेर अनि त्यो आधारमा निर्णयको आधारमा हामीले अरू आयोजनाहरू सम्पन्न गर्नका लागि के कस्तो कसको पक्ष कमजोर रह्यो, कहाँ के सहयोग गर्नुपर्छ, पैसाको कमीले पक्कै पनि होइन। यति सानो योजनामा त पैसाको अभावै हुँदैन नि खासमा। रकमान्तर गरेर जतिखेर पनि त्यति पैसा ल्याउन सकिन्छ। त्यसमध्ये पनि 80-90 लाख चाहिँ पेमेन्ट भइ नै सकेको अवस्थामा छ। त्यसैले उहाँलाई अरू नै कुनै कारण हुनसक्छ, उहाँले व्यक्त गर्नु भएन, तर चाहिँ अरू नै कारण हुनसक्छ। वास्तवमा यति 16 मिटर पुल बनाउनलाई यत्रो समय लाग्छ भने हामीमाथि पनि क्वेसन र उहाँको व्यवसायमाथि पनि क्वेसन उठ्न सक्छ नि। जस्तै अब हामीले यहाँ उदयपुरमा 2टा पुल बनाए, 1 वर्षमा मै हुँदाखेरि त्यो चाहिँ शिलान्यास भएको थियो, मैले उद्घाटन गरेँ। उहाँले गर्दाखेरि उहाँले राम्रा कामहरू गरे पनि त्यो तपाईँको कामले गर्दाखेरि तपाईँहरूको व्यवसाय नै बदनाम हुन्छ। र अघि मान्य मन्त्रीज्यूले भने जस्तै अर्को बेला काम दिने पर्यो भने तपाईँलाई हेर्दाखेरि नाक खुम्च्याउने स्थिति रहन्छ। उहाँहरूलाई पर्यो अब फेरि हामीले यस्तो दुःख भोग्नुपर्छ, यस्ता कुराहरू नहोस्। त्यसैले उहाँ भर्खरै एकजनाले त्यही प्रश्न उठाउनु हो। अरूले चाहिँ छिटो सक्छ, यो 1 वर्षको काम चाहिँ 5-5 वर्ष लागिसक्यो। अब यदि उत्पादनमूलक यो आयोजना भएको भए त अहिले घाटामा सरकार कति गइसक्थ्यो। व्यक्तिको थियो भने यति लगानी गरेर कति घाटामा गइसक्थ्यो। त्यसैले हामीले के गर्यौँ त पहिला भन्दाखेरि तपाईँलाई कुर्यौँ, तपाईँलाई कुर्दाखेरि नभएपछि कार्यालय प्रमुख त्यहाँ साइट इन्चार्जले तपाईँलाई सम्पर्क गर्यो, टेर्नु भएन। त्यस पछाडि कार्यालय प्रमुखले हार गुहार गर्नुभयो, टेर्नु भएन। अनि मन्त्रालयले
मिटिङ बसालेर नहुने स्थिति भएपछि यो अवस्था पैदा भएको र यो अवस्था भनेको अन्तिमभन्दा पनि अन्तिम हो। जनता कहाँ आउनु भनेको त्यति राम्रो कुरो होइन। त्यसैले जनताले धैर्यता मात्रै गरेको हो। यो अन्तिम हो। अब काम गर्नु भएन भने तपाईँ गर्नुहुन्छ जस्तो लाग्यो, प्रतिबद्धता व्यक्त गर्नुभयो, गर्ने जस्तै देख्छु म। होस् पनि हाम्रै काम हो, हाम्रै काम गर्न तपाईँ आउनु भएको छ, हाम्रो सहयोग रहन्छ र यो अन्तिम हो है। फेरि यो अन्तिम मैले भनेर होइन कि जनता कहाँ आएपछि अन्तिम हुन्छ, त्यस पछाडि त्योभन्दा माथि ठाउँै छैन कुनै। त्यसैले यसलाई चाहिँ तपाईँले यो कुरालाई हल्का रूपमा थोरै थियौँ, थोरै बोल्यौँ, केही होइन यस्तो त गरिरहन्छ मन्त्रीज्यूहरूले, त्यो रूपमा नलिनु होला, नलिदिनु होला। यो चाहिँ सिरियस मामला हो। त्यो त्यसै यो स्टेजमा आइपुगेको होइन, 5 वर्ष त्यसै कटेको होइन। 16 मिटर पुलमा 5 वर्ष कटाउनु चाहिँ कुनै हिसाबले यदि हामीले पैसा दिएनौँ भने हामी पनि दोषी हौँ। त्यो एकदमै हाम्रो गल्ती रह्यो त्यहाँ। त्यसरी चाहिँ स्पष्ट रूपमा देखाइदिनुहोस्। अहिले चाहियो भने अहिलेको अहिले भोलि नै हामी पैसा